साथीहरू, तपाईहरुलाई आज शनिबारको दिन म तपाईहरुलाई एउटा सानो मिनी भ्लग देखाउँदैछु। कहाँ जाने होला भनेर प्लान गर्दै थियौँ, दिमागमा ठ्याक्कै आयो। हाम्रो माडी नगरपालिका 7 मा रहेको रेवा त्रिवेणी धाम र शनिबारको दिनमा म मात्र नभइकन मेरो श्रीमानज्यू हाई भनिदिनुस् र त्यसैगरी मेरी प्यारी छोरी हामी शनि मन्दिरको प्राङ्गणमा आइसकेका छौँ, देख्न सक्नुहुन्छ तपाईले। र म मेरो छोरी पनि साथमा लिएर आएको छु। म ढिला नगरिकन तपाईलाई यहाँको रमाइलो दृश्यहरू पनि देखाउने नै छु। सुरुमा रहेको छ यो हाम्रो मन्दिर र मन्दिरभन्दा अगाडि हाम्रो यहाँ सानो गेट रहेको छ। त्यसैगरी तपाईँ देख्न सक्नुहुन्छ उता अगाडि हामी अघि आएको ठाउँ, त्यहाँबाट प्रवेशद्वार रहेको छ। हामी मन्दिरभित्र प्रवेश गरिसकेपछि हामीलाई यहाँ 2वटा गाग्री छ, साइडमा देख्न सक्नुहुन्छ। त्यसैगरी यहाँ झुन्ड्याइएका घन्टीहरू देख्न सक्नुहुन्छ र यहाँ हाम्रो शिवको वाहन साँडे पनि देख्न सक्नुहुन्छ। यहाँ आउन ढिला भइसकेका कारण यहाँ ताला लागेको छ। यहाँ भित्र देख्न सक्नुहुनेछ सुन्दर शिव भगवानको मूर्ति। यहाँको दृश्य भन्नुहुन्छ यति राम्रो छ कि कुरै नगरौँ। हरियाली वातावरण, खुल्ला वातावरण र तपाईहरुलाई म यहाँको सबै दृश्यहरू पालै पालो गरी देखाउने छु। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ बोर्ड रहेको छ, रेवा त्रिवेणी धाम चितवनमाडी 4 लेखिएको छ। यहाँ देख्न सक्नुहुन्छ गणेशजीको मूर्ति र यहाँ देख्न सक्नुहुनेछ बुद्ध भगवानको मूर्ति। यहाँ हुनुहुन्छ मेरो सानो छोरी, यता हेर्दै छोरी। र यहाँ देख्न सक्नुहुनेछ शिव भगवानको अर्को मूर्ति। र यहाँको सबैभन्दा राम्रो दृश्य मलाई हाम्रो चितवन राष्ट्रिय निकुञ्ज हुनुहुन्छ हाम्रो जय बजरङ्गबली हनुमानजी श्रीमानज्यू। यहाँको बारेमा केही बताइदिनुहोस्। र तपाईहरु देख्न सक्नुहुनेछ यहाँ रहेको छ हाम्रो पोखरी। यहाँ हाम्रो पानीमा हिँड्ने विमान भइरहेको छ, जल यात्रा। तर यो अहिले सञ्चालनमा छैन। हाम्रो भ्लग तपाईलाई कस्तो लाग्यो? थ्यांक यू फर वाचिङ। बाइ बाइ।